बहिनी पनि आइपुग्यो बहिनीहरू उनीहरूलाई लिनु आएको अनि बहिनी पनि आइपुग्यो हेलो वेलकम टु माई ब्लग मिनी ब्लग गाइस यहाँ चाहिँ आन्टीले खाजा बनाइदिनु भएको छ हामीलाई अब खानुपर्ने हुन्छ खाजा बर्थडेको लागि प्लानिङ हुँदैछ सेभिङमा हाल्योस् सेभिङमा हुन्छ अङ्कल आन्टी थ्याङ्क यू सो मच नयाँ पाहुना गाइस चाल पाइसक्यो बच्चाहरू लग्यो भनेर उसकोबाट अन्त पछाडि राइनासम्म आएको थियो सो हेलो एभ्रिवान नमस्ते सेवानी एन्ड वेलकम ब्याक टु माई ब्लग यहाँनिर अङ्कल आन्टीको घरमा चाहिँ गाइस बहिनी पनि आइपुग्यो बहिनीहरू अनि खास चाहिँ हामी चाहिँ उनीहरूलाई लिनु आएको यहाँनिर चाहिँ ल्याउनु लु नानी उनीहरूलाई लिनु आएको अनि बहिनी पनि आइपुग्यो हेलो वेलकम टु माई ब्लग यहाँबाट चाहिँ नि गाइस भ्यू चाहिँ यस्तो दामी देख्छ यहाँनिर हेर्नुहोस् ल अब यहाँनिर हेर्नुहोस् ल यु क्यान सी हियर यहाँ चाहिँ तपाईँको पाक्योङ बजार पनि देख्छ होइन त्यहाँदेखि आसामलिङ चाहिँ अन्त तपाईँको गान्तोकहरू सबै देख्छ गान्तोक चाहिँ यहाँनिर छ छलिरहेको छ अहिले भने चाहिँ हामी म र बहिनी चाहिँ आफ्टर कलेज आफ्टर स्कुल चाहिँ अङ्कल आन्टीको घरमा आएको छौँ सामलिकमा अनि यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ यस्तो दामी भ्यू छ यो चाहिँ हाम्रो होम टाउन हेर्दै गर्नुहोस् होला माई पिपल मम्मी चाहिँ उसको यहाँ छ दुध खाँदै रहेछ एउटा चाहिँ यहाँ चाहिँ 4टा थियो अरे एउटा चाहिँ पाखिम लानु भएको छ नि पाखिम लानु भएको छ अरे पाखिम बजार त्यो पनि एकदमै के भन्नु अब ऊ चाहिँ एकदमै राम्रो लाइफ जिइरहेको छ भन्दै थियो चाहिँ हिँडेर आएछ बिचरा स्कुलबाट म चाहिँ अघि नै आएर बसिरहेको छु सोचै नि अङ्कल यहाँ हुनुहुन्छ आन्टीले चाहिँ यहाँ कोकहरू हामीलाई एकदमै अहिले चाहिँ पाहुनालाई स्याहारिरहनु भएको छ मिनी ब्लग गाइस यहाँ चाहिँ आन्टीले खाजा बनाइदिनु भएको छ हामीलाई अब खानुपर्ने हुन्छ खाजा टाइम बर्थडेको लागि मोमो खाने रे बर्थडेको लागि प्लानिङ हुँदैछ सेङमाको बर्थडेको दिनको गोबारको केक आन्टी अङ्कलहरू सबै सेभिङमा हाल्योस् सेभिङमा सेभिङमा ह्यापी बर्थडे सेलिब्रेट त्यति साह्रो छ र मजाले गफ हुँदैछ यहाँले बर्थडेको सल्लाह हुँदैछ अङ्कल आन्टी दाजु हुनुहुन्छ हेलो भनिदिनुहोस् न हेलो भनिदियो सबैजनाले हेलो भनिदिनु नि हाँसेको हाँसे छ आम्मामा अघिदेखि तर अब रात पनि पर्यो अँध्यारो पनि हुनु आँट्यो बोरीमा हुन्छ अङ्कल आन्टी थ्याङ्क यू सो मच नयाँ पाहुना गाइस झरेको अङ्कल आन्टीलाई धेरै धेरै धन्यवाद अब आजदेखि लगेर हामी उसलाई स्याहार्नेछौँ दुईजनालाई अहिले तल फेरि आउनेछौँ 14 तारिक मोमो पार्टी गर्नु ल बाई बाई सबैजनाले बाई बाई भनिदिनुहोस् शुभरात्रि सबैजनालाई गुड नाइट ह्याप्पी दिवाली 14 तारिक भेट्नुपर्छ ह्याप्पी दिवाली सेम टु यु
त गाइस अहिले भने चाहिँ हामी यहाँ जाँदैछौँ बहिनी र म चाहिँ बिचरा उनीहरूको उसको मम्मीले चाहिँ चाल पाइछ कि बच्चाहरू लग्यो भनेर उसकोबाट अन्त पछाडि यहाँसम्म आएको थियो र अहिले हामी भने चाहिँ जाँदैछौँ बहिनीको A few inches later. हामी यहाँ रोडमा आइपुगेको छौँ तल मेन रोडमा अब यहाँबाट चाहिँ जानुपर्ने हुन्छ यो चाहिँ तपाईँको नामिन साम्लिक भन्छ हो अनि म र बहिनी आएको थियौँ हाम्रो नयाँ पाहुना चाहिँ यहाँ छ लुना र के पो थियो नाम त लुना र के थियो अर्को भाइको नाम चाहिँ बिर्स्यो लुना चाहिँ याद छ उसको दिदीको नाम चाहिँ अनि अब घर पुगेर भेट्नुपर्ने हुन्छ गाइस म के भन्छ आफ्टर लङ टाइम भ्लग लगाउन गइरहेको छु थुप्रो छ भ्लगहरू बनाउनु पर्ने त्यो भ्लगहरू नि अपलोड गर्छु तर अलिकति टाइम चाहिँ लाग्छ अनि यस्तै छ है पहिला जसरी माया दिनुहुन्थ्यो त्यसरी माया फेरि दिनुहोला हजुरको प्यारो साथी प्यारो भाइलाई ओके बाई नयाँ पाहुना गाइस फाइनली पुग्यो हामी लुना र अघि नयाँ नाम यहाँ देखाउँदा त यता हो यता मपट्टि फाइनली गाइस हामी चाहिँ पुग्यो र हाम्रो नयाँ पाहुना पनि आइसकेको छ होइन र अब घर पुगेर हेर्नुपर्ने हुन्छ है तपाईँलाई राम्रो देखाउनेछ हाम्रो नयाँ के भन्नु पार्टनरहरू A few moments later. लो दुईजना चाहिँ यहाँ चाहिँ गाइस सुतिरहेको छ मजाले लुना र अघि गाइस अहिले भने चाहिँ हामी अघि नै आइपुगेर फ्रेस भएर बसिरहेको छु हो अनि आई होप आजको यो भ्लग तपाईँहरूलाई मन पऱ्यो भनेर आशा गर्दै दोज आर न्यू टु माई च्यानल प्लिज गो एन्ड लाइक सेयर एन्ड सब्सक्राइब इट अनि यहाँनिर यस्तै छ गाइस हाम्रो चाहिँ असाइनमेन्टले गर्दा हत्तु खुलाउँछ अनि नोट्सहरू बनाउनुपर्छ अन्त त्यही भएर टाइम चाहिँ अलिक म्यानेज गर्नु गाह्रो परिरहेको छ है म चाँडै कोसिस गरिरहेको छु टाइमलाई उयो गर्ने म चाँडै भ्लग डेली लाउने कोसिस गरिरहेको छु गाइस गरि नै रहेको छु अनि आई होप आजको भ्लग मन पराउँछ भन्दै आशा गर्दै सबैमा बाई बाई गुड नाइट